भविष्य नबनुन्जेल मिलिरहने हो भने मिलाउ नभए नमिलाउ। त्याग गर्ने नाम पहिलो लिस्टमा मैले आफ्नो नाम चढाएको छु। त्यहाँको सभा एउटा पुस्ताका लागि मिल्ने हो भने पहिलो त्याग रवि लामिछानेले गर्छ। एउटा चुनावका लागि मात्र हो भने आई एम सरी। तर मलाई विश्वास छ, देशले निकास लिनेवाला छ। मैले त्यतिखेर पनि भनेको थिएँ साथी हो, देशलाई प्रसव वेदना भएको छ, यो दुखेको। किनकि परिवर्तन जन्माउँदैछ नि, आमाहरूलाई थाहा छ नि प्रसव वेदना जब सन्तान जन्मिन्छ कति दुख छ। अहिले देशलाई दुखेको आमा हो, दुखेको तर परिवर्तन रूपी सन्तान त जन्माउँदैछ नि। जेनजीले त्यसलाई अलिकति छिटो ल्याइदियो, तर हामी साथ लगाउनेछौँ। परिवर्तन चाहने सबैसँग मिलेर अगाडि बढ्नेछौँ। मुलुकको परिवर्तनका लागि हामी प्रतिबद्ध छौँ। यहाँहरूले केही चिन्ता गर्नुहोला। र अर्को कुनै भव्य सभाका लागि म फेरि पनि आउनेछु, यहाँहरू समक्ष फेरि पनि बस्नेछु। आजका लागि मैले आफ्नो भनाइ यही टुङ्ग्याएँ र आफ्नो अभिव्यक्तिहरू, अब हाम्रा अभिव्यक्तिहरू हामीले ध्यानपूर्वक दिनुपर्छ।